खिचिसकेकोलाई त अब फेर्नु पर्दैन। यहाँ यस्तो नि सबै टुक्रेको छैन नि त, टुक्रेको राम्रो हुन्छ नि त। अब यो मैले चाहिँ समोसा प्लस निम्की मिक्स चाट बनाएको छु आज। यसमा अलिकति उ हाल्न बिर्सेँ मैले, झोल हाल्छु। झोलले कस्तो भएको छ बुढो? झोलले मिठो भएको छ है, समोसालाई हेल्प गर्छ नि त। डेला झन्झट लाग्यो त्यसमा हालेनौ झोल अर्कोमा। डेला झन्झट लाग्यो अरे, यो त बनाउनु गाह्रो रहेछ। कान्छीले त के बनाउँथ्यो यस्तो भन्नुहुन्थ्यो। के बनाउन? यो कति थोक चाहिँदो रहेछ भने चाहिन्छ नि त साँच्चै नै। बुवाले अलिक खानुहुन्छ होला, सबैलाई पुग्छ नि। पुग्ने गरी बरु धेरै भइसक्छ। म त्यति बाहेक खान्न। हजुर हालिदिनु। मलाई चाहिँ फेरि धेरै अमिलो चाहिँदैन। त्यस्तो अमिलो पनि छैन दाइ। छैन, धेरै हालिदिनु। दही पनि ठिक्क पुग्ने गरी नै। ओ माई गड, कसको अलि सेल पढ्नु भएको होइन? त्यहाँ ग्रुप जोइन गर्नुपर्छ क्या। होइन म हजुर छ, म ल्यापटपै दिन्छु। हुँदैन ल्यापटप दिनु पर्दैन त, एयरपोर्ट दियो भने मेरो एयरपोर्ट भेटे नि साथी। यस्तो हुन्छ है कहिले यो लुज हुन्छ। 2 सेकेन्डमा पर्छ कि, अस्ति हाम्रो पनि त्यस्तै भएको थियो। कहिले हातमा मोबाइल हुन्छ, मोबाइल मेरो कतिचोटि भएको छ। म पहिला पढ्दाखेरि लाइफमा त्यस्तो भएको छ। लाइफमा त्यस्तो भएको छ। एकचोटि त मैले कामको छुट्टै फोन हुन्छ मेरो, अनि घरको छुट्टै पर्सनल छुट्टै, अनि काममा हुँदाखेरि कामको छुट्टै हुन्छ क्या। बुढी यसमा वेजमा हालेर हिँड्ने मान्छे कामको फोन कहाँ छोडेर हिँड्छ साँच्चै। पुरै 14 तलादेखि ग्राउन्ड बेसमेन्टसम्म अस्ति भर्खरको कुरा के भन्नु न, ढोका खोले, मेरो गोजीमा खोले छैन। कहाँ राखेछु भनेको टोयलेटमा लगाएर। मलाई किन? दही कसलाई बढी मनपर्छ? चम्चा चाहिएन। अनि चम्चा लिएर बस्नु पर्थ्यो नि त। के लुकाइराख्नु भएको छ पछाडि? हेर त, त्यही खाने भए किन चाहियो त नि यो? यति सानो पितुरे चम्चा। यसमा मसला हाल्नु पर्छ होला नि। ए चाट मसला, बिर्सेछ। पक्कै त चाट मसला हाल्छु। हाम्रो घरको सेफ चाहिँ उहाँ हुनुहुन्छ हैन। यो चाहिँ के हो, बिहाइन्ड सिन हो कि साँच्चै के हो? मिठो छ हो।